साथीहरू नमस्कार, मेरो नाम सौगात पोखरेल हो र तपाईँहरू अहिले होटल एन्ड टुरिज्म च्यानल हेर्दै हुनुहुन्छ। आज चाहिँ म यस भिडियोमा होटल म्यानेजमेन्ट भन्ने के हो, कस्तो स्टुडेन्टले होटल म्यानेजमेन्ट पढ्दा ठिक हुन्छ र कसरी बेस्ट कलेज चाहिँ हामीले चुज गर्ने भन्ने कुराहरू चाहिँ मैले आज भन्न गइरहेको छु। अब प्लस 2 को पनि एक्जाम हुन थालेको छ र कुनै स्टुडेन्टले चाहिँ म ब्याचलर इन होटल म्यानेजमेन्ट अर डिप्लोमा इन होटल म्यानेजमेन्ट गर्छु भन्ने सोच्नुहुन्छ भने यो भिडियो चाहिँ उहाँको लागि एकदम इम्पोर्टेन्ट छ। बुझ्ने भाषामा भन्नुपर्दाखेरि होटल म्यानेजमेन्ट भनेको एउटा म्यानेजमेन्ट प्रोग्राम हो जसमा हामीले होटल रिलेटेड कोर्सहरू चाहिँ पढ्नुपर्ने हुन्छ। होटलमा 4वटा कोर डिपार्टमेन्टहरू हुन्छन्, त्यो हो फ्रन्ट अफिस, हाउसकिपिङ, प्रोडक्सन र सर्भिस। र हामीले चाहिँ यो होटल म्यानेजमेन्टमा चाहिँ यही कोर सब्जेक्टहरूलाई चाहिँ बढी प्रायोरिटी दिएर चाहिँ पढ्नुपर्ने हुन्छ। त्यो सब्जेक्ट सँगसँगै हामीले एकाउन्ट, म्याथ, फाइनेन्स, मार्केटिङहरू पनि पढ्नुपर्ने हुन्छ। अनि तपाईँहरू प्लस 2 पछि ब्याचलर इन होटल म्यानेजमेन्ट पढ्न चाहनुहुन्छ भने नेपालमा ब्याचलर इन होटल म्यानेजमेन्ट 4 वर्षको छ, जसमा हामीले 3 वर्ष 6 महिना चाहिँ हामीले पढ्नुपर्ने हुन्छ र अर्को 6 महिना चाहिँ हाम्रो इन्टर्नसिप हुन्छ। र तपाईँहरूले डिप्लोमा इन होटल म्यानेजमेन्ट गर्छु भन्ने सोच्नुहुन्छ भने नेपालमा चाहिँ डिप्लोमा इन होटल म्यानेजमेन्ट चाहिँ 15 महिनाको हुन्छ, जसमा 9 महिना चाहिँ हामीले पढ्नुपर्ने हुन्छ र अर्को 6 महिना चाहिँ हामीले चाहिँ इन्टर्नसिप गर्नुपर्ने हुन्छ। धेरै साथीहरूले चाहिँ मलाई ब्याचलर इन होटल म्यानेजमेन्ट पढ्दाखेरि त्रिभुवन युनिभर्सिटीमा पढ्दाखेरि ठिक हुन्छ कि पोखरा युनिभर्सिटीमा पढ्दाखेरि ठिक हुन्छ भनेर चाहिँ सोधिरहनुहुन्छ र आज मैले त्यो कुरालाई पनि जोड्न गइरहेको छु। ब्याचलर इन होटल म्यानेजमेन्ट चाहिँ टियुमा पढे पनि, पियुमा पढे पनि, जेमा पढे पनि कोर्स एउटै हो, केही फरक हुँदैन। तर इन्टर्नसिप कुन सेमिस्टरमा छ भन्ने कुराले चाहिँ एकदम फरक पार्छ, किनभने इन्टर्नसिप भनेको हाम्रो लागि एक किसिमको जब अपर्च्युनिटी हो। जब तपाईँ चाहिँ इन्टर्नसिप सक्नुहुन्छ, तपाईँलाई चाहिँ तपाईँको पर्फर्मेन्स हेरेर चाहिँ तपाईँलाई जब अफर गर्छ र तपाईँको लास्ट सेमिस्टरमा इन्टर्नसिप छ भने तपाईँलाई जबको टेन्सन हुँदैन, किनभने तपाईँले त्यहीँ कन्टिन्यू गर्न सक्नुहुन्छ। तर तपाईँको इन्टर्नसिप चाहिँ 4th सेमिस्टर वा 5th सेमिस्टरमा छ भने तपाईँ नेपाल फर्किनु पर्ने हुन्छ, जसले गर्दा चाहिँ पछि ब्याचलर सकिसकेपछि जबको लागि चाहिँ तपाईँले अलिकति दुःख पाउनुपर्ने हुन्छ। मेरो पनि टियुमा नाम निस्केको थियो, तर चाहिँ मैले चाहिँ पोखरा युनिभर्सिटीमा चाहिँ आएर पढेँ, किनभने चाहिँ पोखरा युनिभर्सिटीमा चाहिँ लास्ट सेमिस्टरमा इन्टर्नसिप हुन्थ्यो र त्यही लास्ट सेमिस्टरमा इन्टर्नसिप हुने भएको कारणले गर्दाखेरि नै मैले चाहिँ टियुमा नाम निस्के पनि मैले चाहिँ त्यहाँ छोडेर चाहिँ पोखरा युनिभर्सिटीमा चाहिँ एडमिसन गरेको थिएँ। मैले चाहिँ रिच कार्लटन होटल जुन चाहिँ युएईमा छ त्यो ब्रान्डमा चाहिँ मैले इन्टर्नसिप गरेको थिएँ र हाम्रो लास्ट सेमिस्टरमा इन्टर्नसिप भएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ 1 इयर इन्टर्नसिप गएका थियौँ र हाम्रो इन्टर्नसिप नसकिँदै हामीलाई चाहिँ त्यो होटलले जब अफर गरिसकेको थियो। र मेरो केसमा चाहिँ मैले चाहिँ इन्टर्नसिप सकिन 4 महिना अगाडि नै ओमान भन्ने कन्ट्रीको अनन्तारा भन्ने होटलमा चाहिँ एप्लाई गरेको थिएँ र मेरो इन्टर्नसिप सकिनभन्दा अगाडि नै मसँग चाहिँ 2वटा होटलको जब अफर पनि थियो। मेरो नेक्स्ट भिडियो चाहिँ मेरो इन्टर्नसिप एक्सपिरियन्सको बारेमा र के कुराहरू चाहिँ प्रिपेयर गर्नुपर्छ इन्टर्नसिप जानभन्दा अगाडि, कुन कन्ट्री चाहिँ इन्टर्नसिपको लागि बेस्ट हुन्छ भन्ने कुराहरूको बारेमा चाहिँ बनाउन गइरहेको छु। र तपाईँहरूलाई चाहिँ त्यो कुराहरू जान्न मन लाग्छ भने कृपया यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। त्यही भएर चाहिँ मलाई टियु भन्दा पनि पोखरा युनिभर्सिटी चाहिँ धेरै ठिक लाग्यो ब्याचलर इन होटल म्यानेजमेन्ट पढ्नको लागि। र मैले मेरो भाइ बहिनीहरूलाई पनि यही पोखरा युनिभर्सिटीमै पढ्नको चाहिँ रिकमेन्ड गर्छु। अब आयो कस्तो स्टुडेन्टहरूले चाहिँ होटल म्यानेजमेन्ट पढ्दाखेरि चाहिँ ठिक हुन्छ भन्ने बारेमा। यो होटल म्यानेजमेन्ट चाहिँ अरू सब्जेक्टहरू जस्तो बोरिङ हुँदैन, यो चाहिँ एकदम इन्ट्रेस्टिङ सब्जेक्ट हो र यो सब्जेक्ट पढ्नको लागि चाहिँ एकदम धेरै ट्यालेन्ट वा एकदम धेरै मार्क्स ल्याउनुपर्छ भन्ने हुँदैन। तर स्टुडेन्टहरूमा चाहिँ केही गुणहरू हुनुपर्छ, जस्तै ऊ चाहिँ पोलाइट हुनुपर्छ, फ्रेन्डली हुनुपर्छ, इनर्जेटिक हुनुपर्छ र मोस्ट इम्पोर्टेन्ट भनेको चाहिँ डिसिप्लिन हुनुपर्छ। यति 4वटा कुरा भयो भने चाहिँ स्टुडेन्टले चाहिँ राम्रोसँग होटल म्यानेजमेन्ट पढ्न सक्छ र आफ्नो करियर चाहिँ राम्रोसँग चाहिँ सेट गर्न सक्छ। अब चाहिँ स्टुडेन्टहरूले चाहिँ कसरी चाहिँ राम्रो कलेज चुज गर्ने वा कलेज चुज गर्दाखेरि चाहिँ के कुरामा चाहिँ ध्यान दिनुपर्छ भन्ने कुरामा चाहिँ म भन्न गइरहेको छु। सबसे पहिला भनेको हाम्रो लागि इन्टर्नसिप एकदम इम्पोर्टेन्ट हुन्छ, त्यही भएर चाहिँ स्टुडेन्टले चाहिँ आफूले एप्लाई गर्न गइरहेको कलेजमा चाहिँ कुन ठाउँमा चाहिँ इन्टर्नसिप पठाएको छ, कुन देशमा पठाएको छ यो बुझ्नुपर्ने हुन्छ र कस्तो कस्तो ब्रान्डमा चाहिँ पठाएको छ भन्ने कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ। र जुन कलेजहरूले चाहिँ मलेसिया, चाइना, साउदी जस्तो कन्ट्रीमा चाहिँ इन्टर्नसिप पठाउँछ त्यस्तो कलेजहरूमा चाहिँ हामीले एप्लाई नगर्दा नै बेस्ट हुन्छ। अनि दोस्रो भनेको कलेजले विभिन्न होटलहरूमा चाहिँ क्याजुअल पठाउँछ कि पठाउँदैन
भन्ने कुराहरू बुझ्नुपर्ने हुन्छ। किनभने होटल म्यानेजमेन्ट स्टुडेन्टको लागि क्याजुअल चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। किनभने जब चाहिँ हामी क्याजुअल जान्छौँ तब चाहिँ हामीले चाहिँ हाउ होटल अपरेट भन्ने कुरा चाहिँ बुझ्न पाइन्छ र त्यो सँगसँगै हामीले धेरै कुराहरू होटलको बारेमा चाहिँ नजिकैबाट देख्न पाइन्छ र हामी चाहिँ एज ए स्टुडेन्ट चाहिँ त्यो कुराहरू सबै देख्दाखेरि बुझ्दाखेरि चाहिँ हामीलाई चाहिँ यता स्टडीमा चाहिँ धेरै सजिलो हुन्छ र हामी जब इन्टर्नसिप गर्छौँ वा जब गर्छौँ त्यतिखेर चाहिँ त्यो कुराहरूले चाहिँ हाम्रो लाइफमा रिलेट भइसकेको हुन्छ र हामीलाई चाहिँ काम गर्न पनि धेरै सजिलो बनाउँछ। तेस्रो भनेको कलेजले कतिको प्र्याक्टिकलमा फोकस गर्छ भन्ने कुरा चाहिँ स्टुडेन्टले बुझ्नुपर्ने हुन्छ कलेज चुज गर्दाखेरि चाहिँ। किनभने होटल म्यानेजमेन्टमा चाहिँ थ्योरी भन्दा पनि प्र्याक्टिकल एकदम धेरै इम्पोर्टेन्ट हुन्छ। तर धेरै कलेजहरूले चाहिँ आफ्नो कस्ट जोगाउनको लागि चाहिँ एउटा सेमिस्टरमा चाहिँ 2-4वटा प्र्याक्टिकल भन्दा चाहिँ धेरै गराउँदैनन्, जसले गर्दा चाहिँ के हुन्छ उनीहरूले चाहिँ थ्योरीमा मात्रै फोकस गर्छन् र जब हामी इन्टर्नसिप गइन्छ वा कतै होटलमा काम गर्न गइन्छ त्यतिखेर चाहिँ हामीलाई चाहिँ कसैले सोध्यो भने चाहिँ हामीले चाहिँ पटक्क थ्योरी भनिदिन्छौँ, तर चाहिँ त्यही वाइन बोतल लिएर ला वाइन ओपन गर भनेर दियो भने चाहिँ हामी चाहिँ त्यो वाइन बोतल पनि ओपन गर्न सक्दैनौँ र सर्भिस पनि गर्न सक्दैनौँ। त्यही भएर चाहिँ स्टुडेन्टहरूले चाहिँ कलेज चुज गर्दाखेरि चाहिँ एकदम बुझ्नुपर्ने हुन्छ। चौथो भनेको चाहिँ कलेजको इन्भाइरोमेन्ट कस्तो छ र त्यहाँ पढाउने टिचरहरू कस्ता छन् भन्ने कुरा चाहिँ एकदम बुझ्नुपर्ने हुन्छ। कलेज चाहिँ होटल म्यानेजमेन्ट पढाउने कलेजहरू चाहिँ स्ट्रिक्ट भएर हुँदैन, यो चाहिँ एकदम फ्रेन्डली हुनुपर्ने हुन्छ र त्यहाँ पढाउने टिचरहरू पनि एकदम फ्रेन्डली हुनुपर्छ। अनि अर्को भनेको चाहिँ टिचरहरूको चाहिँ कतिको एक्सपिरियन्स छ, वर्क एक्सपिरियन्स कतिको छ चाहिँ त्यो चाहिँ बुझ्नुपर्ने हुन्छ। किनभने नेपालमा चाहिँ धेरै जसो टिचरहरू चाहिँ ब्याचलर गरिसकेपछि उनीहरू मास्टर जोइन हुन्छन् र उनीहरूको एक्सपिरियन्स भनेको सिर्फ इन्टर्नसिप एक्सपिरियन्स मात्रै हुन्छ, जसले गर्दा चाहिँ उनीहरूसँग थ्योरी नलेज चाहिँ प्राप्त हुन्छ तर चाहिँ प्र्याक्टिकल नलेज चाहिँ एकदम कम हुन्छ, जसले गर्दा चाहिँ उनीहरू चाहिँ एक्सपिरियन्सहरू केही सेयर गर्दैनन् र हामीलाई चाहिँ खालि थ्योरिटिकल वर्कहरू मात्रै दिइरहेको हुन्छन्। जस्तो पाँचौँ भनेको चाहिँ स्टुडेन्टहरूले चाहिँ कलेज चुज गर्दाखेरि चाहिँ त्यो कलेजमा चाहिँ मर्निङ क्लास छ कि छैन भन्ने कुरा चाहिँ एकदम बुझ्नुपर्ने हुन्छ। किनभने कलेजमा चाहिँ मर्निङ क्लास भयो भने चाहिँ हाम्रो चाहिँ 6 AM वा 7 AM हाम्रो पढाइ स्टार्ट भएछ भने नि हाम्रो 1 PM or 2 PM सम्म चाहिँ हाम्रो पढाइ हुन्छ र त्यसपछिको टाइमहरू चाहिँ हामी फ्री हुन्छौँ र त्यो फ्री टाइममा चाहिँ हामीले चाहिँ रेस्टुरेन्टमा वा होटलमा गएर चाहिँ काम गर्न सक्छौँ, जहाँबाट चाहिँ हाम्रो इन्कम त हुन्छ, त इन्कम सँगसँगै हाम्रो चाहिँ एक्सपिरियन्स पनि हामीले गेन गर्छौँ, जुन चाहिँ हाम्रो स्टडीको लागि एकदम इम्पोर्टेन्ट हुन्छ र हामी इन्टर्नसिप जाँदाखेरि पनि त्यो एक्सपिरियन्स चाहिँ हाम्रो लागि एकदम युजफुल हुन्छ। साथीहरू यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सिनु होला। मन परे चाहिँ यो च्यानललाई सब्सक्राइब गरी बेल आइकन अन गरिदिनु होला र कोही +2 पछि चाहिँ होटल म्यानेजमेन्ट पढ्छु भन्ने सोच्नुहुन्छ भने कृपया यो भिडियो चाहिँ उहाँसँग सेयर गरिदिनु होला।